साथीहरु आज चाहिँ मैले देखाउँदै छु तपाईहरुले सुपारी हरेक ठाउँमा युज भएको देखिरहनु भएको छ। सुपारीको बोट कस्तो हुन्छ त्यो कुरा देखाउँछु म तपाईलाई। तपाईले पछाडी देख्न सक्नुहुन्छ त्यो चाहिँ हो सुपारी है। सुपारी पाकिरहेको छ अनि पाक्दा कस्तो हुन्छ त मैले तपाईलाई देखाउँछु। हातमा देखाइरहेको छु यो चाहिँ सुपारी हो है। सुपारी चाहिँ यसरी पाक्छ अनि यो सुपारी पाकिसकेपछि तपाईलाई म देखाउँदै छु। हेर्नुस् है त सुपारी फुटाउँदा कस्तो हुन्छ भित्र। त्यो पाकेको फल हुन्छ यस्तो हुन्छ है। अनि यो पाकेको फल भयो। यो यहाँ भित्र चाहिँ सुपारी हुन्छ। देख्नुभयो? अब यो चाहिँ मैले अहिले फुटाउन सक्ने यो चाहिँ पाकेको फल सुपारीको पाकेको फल है। तपाईलाई देखाउँछु हेर्नुस्। अब यहाँ भित्र चाहिँ यस्तो हुन्छ यो कालो हुन्छ। अब यसलाई हामीले फुटायो भने यसभित्र हामीले सुपारी भेटाउन सक्छौं। यसपछि मैले फुटाउन सक्ने यसमा चाहिँ सुपारी चाहिँ यसभित्र हुन्छ है साथीहरु। तपाईलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।